दुर्गा मन्दिर बिहानी व्यायाम ग्रुपको यो ढाडको एक्सर्साइज सुतेर गर्ने एक्सर्साइज म्याटमा यो स्वच्छ वातावरणमा सबजना यसरी सुतेर ढाडको एक्सर्साइज गरिरहनु भएको छ। पेटको नाभिहरूका जो पनि नसाहरू खुम्चेको त्यो तानिन्छ। फेरि दोबारा डाउन, फेरि पछाडि पुरा जमिन ढिला, शरीर ढिला छर्नुहोस्। अब बिस्तारै खुट्टा पनि उठाउने हो, टाउको पनि उठाउने हो। बिस्तारै 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 तान्नुहोस्। ल है यो त्यति राम्रो देखिरहेछ सबजनाको। पुरा ढुङ्गा बैसन, ढुङ्गा बैसन। जसको कमर दुखेको छ त्यसलाई बहुत फाइदा हुन्छ। डाउन, हात नछोड्नुहोस्। भन्दामा होइन, पुरा एङ्गलमा समात्नुहोस्, एङ्गलमा बानी गर्नुहोस्। बिस्तारै अप। जसको भुँडी ठुलो छ त्यसले सक्दैन, अब बिस्तारै भुँडी घटायो भने सकिन्छ। फेरि पन्जा खुट्टा बिस्तारै छोड्नुहोस्। यो सुतेर गर्ने एक्सर्साइज धेरै उपयोगी छ, राम्रो छ। सबजनाले एकदम ध्यान दिएर गर्नुहोस्। हाम्रो आजको प्रशिक्षक यसमा हुनुहुन्छ महेन्द्र थापा। पुरा एङ्गलमा बस्नुहोस्। बिस्तारै जसको बानी परेको छैन बिस्तारै बानी पर्छ। पुरै यसमा बस्नुहोस्, एकखेर पुरा बस्नुहोस्। त्यसै छोरा एङ्गल खोल्नु, टो खोल्नुहोस्। पुरा बढी हो त्यहाँ माथि। बिस्तारै 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 डाउन पछाडि गर्ने गर्छ। अरू अलि धेरै भलि गरौँला, हल्का हल्का गराउनुहोस्। बिस्तारै बिस्तारै जानुहोस्। फेरि अप सिधा, बिस्तारै बिस्तारै पछाडि डाउन आउने कोसिस गर्नु। दोबारा एकबार गर्दाखेरि फेरि डाउन हुनुहोस्। अप, फेरि चिसो बारमा पुरा डाउन तल, पुरा सुत्ने कोसिस गर्नुहोस्। बानी गर्नुहोस्, जबरजस्ती नगर्नुहोस्। बिस्तारै बिस्तारै मेरो हुन्छ भने तपाईँ सबैको हुन्न। बिस्तारै बिस्तारै डाउन आउनु। कमसेकम 1 मिनट भनेको 60 सेकेन्ड, 60 बार। बानी गर्नुहोस्। हात सिधा गराउनुहोस्। हात सिधा, कम्मरलाई एकदम सिधा गराउनुहोस्। योगामा हमेसा कम्मर सिधै, जुत्ता पनि खतरा पोजिसन छ। रिल्याक्स। शरीरमा रक्त सञ्चार र श्वास प्रश्वास क्रिया राम्रोसँग भएको अनुभव होस् जो धुनमा आइरहेछ र त्यही अनुसार बिस्तारै आफ्नो शरीरलाई आरामका साथ त्यही आँखा पैसामा लाने बन्द कोसिस गर्नुहोस्। गरौँ। सबैको कोसिस गर्नुहोस्। आँखाको नानीमा जोर नपर्ने गरी आँखा नखुम्च्याई देवी सारू आँखा बन्द गर्नुहोस्। सुखका साथ उज्यालो अनुहार लिएर बसौँ। अब बिस्तारै 2-3 पटक लामो सास लिऊँ। श्वास लिँदा पेटसम्म पुग्ने गरी लिऊँ र श्वास बिस्तारै छोडौँ। श्वास भित्र लिँदा हरेक हावामा सुख भरिँदै शरीरभित्र गएको अनुभव गरौँ। ध्यानमा रमाएको अनुभव गरौँ। त्यस्तै
श्वास बाहिर छोड्ने बेला आफ्नो चिन्ता र नकारात्मक सोचहरूलाई बाहिर निकालौँ। आफ्नो मनको गहिराईमा पुगेको अनुभव गरौँ। आफ्नो नजिकको व्यक्ति, परिवार, पढाइ या अरू सबलाई छोडेर मनलाई आनन्दित अनि चिन्ताबाट मुक्त गरौँ। अनि सामान्य रूपमा श्वास फेरौँ। शरीरको हरेक भागलाई हलुका छोडौँ। आफ्नो शिरदेखि बिस्तारै अनुहार हुँदै आँखा, घाँटी, कपाल, हात, औँलाहरू, पेट, खुट्टा, खुट्टाका औँलाहरूलाई हलुका छोडौँ। सम्पूर्ण अङ्गहरूलाई तनावमुक्त बनाऊ। कडापन र तनावबाट मुक्त गराऊ। शरीर खुल्ला अनि हलुका महसुस हुँदैछ। मन शान्त अनि आनन्दित हुँदैछ। चित्तलाई हसमुख, सफा, शुद्ध र चम्किलो भएको अनुभव गरौँ। सबै विचारहरूबाट मुक्त बनाऊ। केही समस्या नभएको शरीरमा केही अङ्ग नभएको खाली पाइप या बेलुन जस्तै अनुभव गरौँ। तौल्ने नभए जस्तै बिस्तारै